हामीले म्याचको भिडियो चाहिँ बनाउन पाएन हो। सो हुन्छ नि ऊ जितेर हिँड्यो खुसिरहेको होइन। हामी चाहिँ अलिक निकै तल आइसक्यौँ होइन। यहाँ तल के छ अलिक के छ कि यहाँ सेतो सेतो गयो क्या यता गयो कहिलेदेखि बसेको यहाँ बाटो घाटा पनि डर लागिरहेको हुन्छ कता कता छिर्यो। So alright family, what's up gang, it's me Joseph Vlogs 7। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम बबाल सन्चै छु। आज चाहिँ भ्लग आधीदेखि स्टार्ट भएको छ बाटैदेखि होइन। सो आज चाहिँ हामी कहाँ जाँदैछौँ भने आज चाहिँ हामी लगभग मङ्गलबारसम्म जान्छौँ। फुटबल म्याच छ हो। सो अब भ्लग आधीदेखि स्टार्ट भएको छ, के कस्तो हुन्छ त्यतिमै इन्टरटेनमेन्ट तपाईँहरूलाई जति सक्दो राम्रो बनाउने हो। अहिले चाहिँ हामी नेपालबाट तेर्सो लागिसकेको छौँ, देख्न सक्नुहुन्छ। बाटो एकदम बबाल छ, खतरा भएको छ यताको बाटो चाहिँ। पहिला चाहिँ हामी आउँदाखेरि त्यो पाण्डाल जाँदा चाहिँ अलिक बाटो के अरे हिलो सरी थियो होइन। त्यो त भ्लग कतिले हेर्नुभयो होला कतिले हेर्नु भएन, त्यति बेला चाहिँ हिलो थियो। अहिले चाहिँ हिलो सुकिसकेर हल्का यो हिलो चाहिँ सुकिसकेको रहेछ। यस्तै छ अहिले चाहिँ के भन्छ सुकेको छ दिवस बाटो। अहिले चाहिँ हामी 4 जना जाँदैछौँ है। बबाल के बोल्नु के बोल्नु हुन्छ ठिकै छ, यतिको त ठिकै हो। अनि अस्ति चाहिँ हामी लगभग कहाँ हामी चाहिँ होइन गएको दिन चाहिँ उहाँ कन्यामसम्म गएको थियौँ। त्यो चाहिँ हामी त्यति बेला चाहिँ अनएक्सपेक्टेड गएको थियौँ। त्यति बेला चाहिँ हामी भ्लग सक केही बनाउन पनि पाइएन, मन पनि थिएन, त्यही भएर भ्लग पनि बनाइएन। आज त्यतिकै आजदेखि सुरु गरेर हाल्छु मलाई नि थाहा छैन। तपाईँहरू इन्जोय गर्नु होला, भ्यू देख्न सक्नुहुन्छ। बबाल छ यताको चाहिँ अहिले ठिक्क मौसम पनि दामी छ। बाटो यो चाहिँ अस्ति के भन्छ ठ्याक्कै कहिले लडेको थियो नि हिजो अस्ति कस्तो ठुलो पानी परेको बेला गएको बेला यो चाहिँ सब पहिरोहरू चाहिँ बाटोहरू सब गएको थियो। अनि हाम्रोतिर लगभग 10-12 दिन बत्ती नै सर्टेज भनौँ न, बत्ती नै थिएन 10-15 दिन। अहिले यहाँ हेर्नु न भ्यूहरू कस्तो लभली देखिरहेको छ। हामी अर्को नगरपालिका इलाम छोडिसक्यो, इलाम त छोडिएको छैन। यो अन्त बाटो यस्तो पाहाडको बाटो यो चाहिँ के भन्छ भने खै के धाडी खोला कि भाँडी हाँडी खोला के भन्छ होइन। यहाँ चाहिँ लगभग पहिला एकखेप ट्र्याक्टर बोकाएको यहाँदेखि तल गएर यहाँ चाहिँ लगभग बेलाको बेला होइन मान्छेहरू निकै मरेको छ यहाँ पनि। त्यो कतिलाई त थाहा होला कतिलाई थाहा छैन। अनि हामी चाहिँ यहाँ तल एकखेप बास पनि बसेको थियौँ गाडीमा। हाँडी खोलामा खतरा टर्छ बिहान बेलुका। बाटो चाहिँ यस्तै छ है, बाटो चाहिँ यस्तो छ हाम्रोतिरको। दुःख सुख कुदाउने पर केटाहरू पर बिस्तारी कुरा। केटाहरूको टायर छैन क्या पछाडिको सबै दुःख। हाम्रो यो अफरोडवाला छ नि खोला चाहिँ खतरा परिन्छ नि फेरि यस्तोमा उयो भएपछि के अरे खतरा जिउ हल्लाउँछ नि त, ठुलो बनाउँछ नि हो लाग्दै दुख्छ। दामी मौसम भइरहेको छ अहिले चाहिँ। तपाईँहरूले भिडियोमा चाहिँ त्यस्तो बाटो देख्नुहुन्न, तर यहाँ चाहिँ खत्तम छ बाटो चाहिँ। आफ्नो ठुलो खाँदै हिँडिसक्नु परेको छ। भिडियोमा चाहिँ त्यस्तो देखिँदैन फेरि, सब ठोकिन्छ इन्जिन। साउन्ड क्वालिटी चाहिँ त्यस्तो राम्रो आइरहेको छैन होला। माइक अहिले म माइक युज गर्दिनँ नि त, त्यही भएर साउन्ड क्वालिटी यो बेकारै छ आई थिङ्क, मलाई त्यस्तो लाग्छ। निकै लागेको भाग यहाँ नि पहिरो त खतरा गएको रहेछ नि माथिदेखि सोच। आइहाल्छ अप्ठ्यारो बाटो भर्खर यहाँ आज नि पानी पर्दा जस्तो छ। त्यस्तै फेरि पानी अस्ति फिलिङ गएको थियो, फिलिङ जाँदा पनि भएन त्यति बेला पनि बनाएको भए चाहिँ दामी नै आउँथ्यो होला। तर खै अल्छी गरिन्छ भ्लग बनाउने, कन्टिन्यू दिनै सकिँदैन। कन्टिन्यू चाहिँ किन दिन सकिँदैन भनिन्छ भने होइन तपाईँहरूले सपोर्टै गर्नुहुन्न कि। तपाईँहरूले सपोर्ट नगरेपछि
अब दुःख गरेर बनायो भिडियो दिन रातभरि गरेर हाल्यो भ्युज आउँछ 100 200 300 त्यस्तो भएपछि भिडियो बनाउने मजा आउँदैन कि जस तपाईँहरूले पनि हल्का सपोर्ट देखाइदिनु पऱ्यो क्या 3-4 हजारै भ्युज आयो भने पनि अनि भ्लग त कन्टिन्यू फेरि हालिन्छ नि भ्युजै आउँदैन अनि त्यही हो भ्युज चाहिँ आउनु पऱ्यो भ्युज आएन भने आफू पनि डिमोटिभेट हुन्छ के अब मिहिनेत गरेर गरिन्छ भ्यू चाहिँ आउँदैन अनि अल्छी लाग्छ क्या बादल त कालो अहिले चाहिँ हामी भनेको के अरे यहाँ तेर्सो लागिसक्यौँ केटाहरूले चाहिँ हामीले लोकेसनै उल्टो दिइरहेको रहेछ होइन हामी उहाँ मङ्गलाबारीबाट ओह्रालो जानुपर्छ भन्दै भयो भने यहाँ पान्टारबाट जानु पर्दो रहेछ पान्टार अरे पान्टारकै बाटो हुँदै तल पञ्चमी जाँदो रहेछ अब ठाउँको नाम चाहिँ सुनिरहेको तर अब त्यो कहिले गइएको छैन अनि त्यो नाम चाहिँ अब सुनेकै ठाउँ हो नवमी पञ्चमीहरू तर जानु चाहिँ गएको थिएन त्यही नगएर चाहिँ बाटो थाहा थिएन यहाँ अङ्कलहरूलाई सोधेको यहाँ पान्टार हुँदै जानुपर्छ भन्नु केटाहरूले त नभए त हामीलाई डुबाउँदै रहेछ नि उहाँ मङ्गलाबारी पुऱ्याउने रहेछ अफरोड स्टार्ट भइहाल्छ हो मजै हुँदैन यस्तो नकुद्दाखेरि पिच भएको होइन पिच भएको अलिक मजा उड्न पनि मजा आउँछ अस्ति कन्याम जाँदा त नि हामी पाहाडको बाटोमा 90-100 हान्दै गएको अनि त्यस्तो दामी थियो लगभग हामी 1 घन्टा पनि लागेन होला हौ त्यहाँबाट इलाम बिबलाटे आउनु बिबलाटेबाट हामी 1 घन्टा नि लागेन कन्यामसँग टाढा पञ्चमी जाने बाटो ओह्रालो लागिसकेको छौँ है त पञ्चमी पानीटार पनि यही बाटो हो अस्ति पानीटार छोरा लामो लागेको छैन अब एकै छ त्यो स्पिड कुदाउँदा पनि उस्तै थियो अन्त छोरासँग भाँच्न पनि त यस्तोमा चाहिँ साह्रै डर मर्दो हुन्छ कि यस्तोमा चाहिँ त्यसले साह्रै चिप्लिन्छ बाइक लास्ट त्योमा त बाइक होस् स्कुटी होस् यस्तै हुन्छ स्कुटी होस् यस्तै हुन्छ डोन्ट प्यानिक चिया बगानै मात्रै छ अस्ति हामीले यहाँ ड्राई पिकनिक हाल्छ यहाँ आएको थियौँ अस्ति मजा हुन्छ यहाँ त हुँदै होला यहाँबाट हुँदै यहाँ बस्नु एकछिन होला मजा लागेको बाटो थियो बाटो भुलिँदा कता छिर्यो भने हो बाटो भुलिँदा होइन बल्ल बल्ल आइयो सबै 1 र 2 1 2 पनि गाह्रो छ लाउनु खालि 1 मा नि कति छ बाटो सुताउँछ कति दिन अब को कराउने त्यो पछाडि पवन हो फेरि लाग्यो ओह्रालो उल्टो अफरोडको मजा लिँदै यस्तो बाटो त हामी जिन्दगीमा हिँड्नु छैन हो लाइफमा चाहिँ बस्नेलाई चाहिँ उस्तै हो चलाउनेको चाहिँ फर्स्ट एक्सपिरियन्स
सो अलराइट फ्यामिली अहिले चाहिँ हामी यहाँ टक्कलबाट आइपुगेको छौँ पवन कस्तो भयो गलेर ढुट्टो अब सुतिन्छ खेल्न आएको अब डह्रो सुत्ने भयो केटाहरू पुरा जर्सी लाएर निक्लिरहेको अनि हुन्छ कस्तो भयो त नि अफरोडको मजा एकदम बवाल यार हात दुख्यो हो इलाम बजारहरू हामी त्यहाँबाट होला नि त उँधो बाटो यताबाट आएको भए हामीलाई छिटो हुन्थ्यो त्यहाँ चाहिँ इलाम बजार तर अमरजीले हाम्रो झरी हेर्न यता के हो लुको नि हामी चाहिँ त्यहाँदेखि आएको भए चाहिँ हामीलाई छिटो हुन्थ्यो तर हामी यत्रो घुमेर आयो कहाँदेखि कहाँ सो केटाहरूको चाहिँ 2 बजेको म्याच भनेको 2 बजे चाहिँ आइपुग्यो फर्स्ट म्याच चाहिँ सुरु भएको रहेन आज रात पर्ने रहेछ हो यतातिर लास्टै रात पर्ने रहेछ भयो त 7 बजे यस्तो घाम लागिरहेछ है नाइट राइड हान्नु झन् मजा हुन्छ अफरोड प्लस अफरोड झन् 1-2जना लड्यो भने झन् राम्रो अहिले झापा जानु नि डेप लाइदैन अरे के टुङ्गो हुँदैन टुङ्गो हुँदैन नि फेरि केटा हामी त झापातिरै भन्यो है गोल खेल्न गएको झापातिर पुग्यो भनेर देख्छ ग्राउन्ड चाहिँ दामी रहेछ भर्खर खारेको जस्तो चाहिँ ग्राउन्ड पनि ठिकै छ यहाँ लगभग कतिवटा म्याच हुन्छ दुईटा कति मिनटको 90 खै कति 90 त हुँदैन हामी त नि के भन्छ बस्दा ढाड दुखेर हो एउटा कुरा चाहिँ खुसी मनाएन झन् आयो म्याच कति बेला सुरु हुन्छ अनि टक्कल एकछिन बसेर जिउ चाहिँ ओपर दुखे तर हामी 1 घन्टामा आइपुग्ने 4-5 घन्टा लाग्यो यहाँसम्म आउने अनि कब तक जवानी छुपाओगी रानी अरे कब तक जवानी छुपाओगी रानी तबारो तो कितना सताओगी रानी कभी तक किसी की दुल्हनिया र हामी देख्न सक्छौं दुवै टिमका खेलाडीहरू मैदान प्रवेश गरेका छन् रेगुलर पान्टार एफसीबाट सुसन्द्र राई जसमा 13 गोलरक्षक विशाल तामाङ जसमा छ समीर तामाङ जसमा छ विशाल तामाङ जसमा 5 कप्तान रबिन तामाङ जसमा 3 रुपेन तामाङ जसमा 7 निकै तल आइसक्यौँ हैन सो यहाँ तल के छ अलिक के छ कि यहाँ सेतो गयो क्या माछाला यता गयो अहिलेदेखि बसेको यहाँ बाटो काट्न पनि डर लागिरहेको छ मान्छेले मुटु चुक भइसक्यो केटाहरू पनि आउँदैन केटाहरू माथि आउँदैछ मुटु छुकछुक भयो नि यार माछाला डुक भइरहेको छ यार कस्तो एक्कासी गयो कि यहाँबाट स्वाट्टै काटेर गयो के गयो यहाँ आइज त यहाँ आइज मुला कस्तो खिच्चा भयो मैले त के गयो फुट्दै माछाला हिँड्न डर लाग्यो अगाडि उदोको त सिधै हात थाल्यो उडा छिटो के हो के आइरहेको कस्तो स्वाट्टै गयो क्या मुटु त चिउवा भन्यो एकचोटि त ओभर चिसो हो यार मुटु के गयो भने सिधै हात थाल्यो उदो यस्तो भयो कि अब भन्न पनि डर लागिरहेको छ हो स्वाट्टै के अब स्वाट्टै आयो के आयो यस्तो छ नि यहाँ हेर्नु न यहाँ कहाँ आयो कहाँ डरकामा हो ओपर साँच्चै भनेको रेला गरेको होइन हो तर जङ्गलको बाटो हिँडिरहेको छ ओपर डर लागिरहेको छ हेर्नु न यहीँ तल उयो हो शमशान घाट यहीँ मुनि हो
शमशान घाट यहीँ मुनि यो खोला यहीँ छ हामी जानुपर्ने पारी त्यो लाइट बल्दै गरेको डाँडामा यहाँ कहिले पुग्नु हामी इलाम बजार त्यहाँ हो हामी त इलाम बजारदेखि पनि अझै माथि जानुपर्ने अनि हामी हे भगवान् ओभर डर लागिरहेछ रे हेर्नु न पुरानो घरहरू मात्रै छ हो यता त बाटो पनि एकदम खराब क्या अब यता गाडीहरू नि कुद्दैन रहेछ अनि त्यो गाडीहरू नकुदेपछि कसले बाटोको विकास कसले गर्ने कुकुर गराउँदा पनि डर लाग्दो रहेछ राति त ल अब यस्तै हो चाहिँ 2 बजेको म्याच भनेर बोलाएको थियो म्याच चाहिँ 4 बजे भयो अनि अब म्याच चाहिँ 4 बजे भयो अन्धकारमा बाटो पनि राम्ररी देखिँदैन अनि हामीले चाहिँ म्याचको भिडियो चाहिँ बनाउन पाएन हो सो अनि ऊ जितेर हिँड्यो खुसी लाग्यो होइन खुसी लाग्यो अब आजको भ्लग चाहिँ यस्तै होला सबैले मन पराएर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै म यो भ्लगबाट यतिमै बिदा माग्न चाहन्छु हस्त बाई बाई टेक केयर सी यू इन नेक्स्ट भ्लग राति त केही देखिँदैन है बाई बाई